जुन अहिले यो बीबीसीले हिजो भिडियो हालेको थियो यो चिजहरू हेर्नुभयो साथी हो त्यतिखेर देश कहाँ गइरहेको थियो कुन माहौलमा गइरहेको थियो कसले देशलाई उयो गरिरहेको थियो चलाइरहेको थियो यो कुराहरू तपाईँहरूले के कस्तो बुझ्नुभयो यो भिडियो हेरेर र अगर हेर्नु भएको छैन भने युट्युबमा जानु सर्च बारमा गएर चाहिँ बीबीसी लेख्नु टपमा आउँछ जुन बीबीसीले जुन हाम्रो यो जेनजीको आन्दोलनमा जति पनि यो क्षतिपूर्ति जतिजनाको ज्यान गयो जस्तो आन्दोलन भयो यसको सबै रिपोर्टहरू बीबीसीले त्यो भिडियो 41 मिनट खोइ कति सेकेन्डको छ मैले पनि पुरा हेरेँ होइन र यो विषयमा म त त्यो भिडियोहरू हेर्दाखेरि त साथी अब त यस्तो लाग्यो फेरि पनि अब देशले राम्रो मान्छे चुन्ने पाली आएको छ र अब केही समय पछाडि केही दिन पछाडि अब देशले नयाँ प्रधानमन्त्री पाउँदैछ र त्यो भिडियोहरू हेर्दाखेरि त साथी हो अब के भन्नु त्यो एकचोटि गएर हेर्नु होला अरू त केही भन्दिनँ साथी हो सम्पूर्णलाई होइन र यो चुनावी माहौल भन्दा केही दिन अगाडि यो भिडियोहरू बीबीसीले अब यसरी रिलिज गर्नुपर्ने केही कारणहरू पनि छ त्यसमा अब तपाईँहरूले कसरी बुझ्नुहुन्छ मैले बुझेअनुसार र हेरेअनुसार देखेअनुसार चाहिँ यो केही न केही रहस्यहरू छ साथी यो चुनावभन्दा अगाडि यो बीबीसीले यो भिडियोहरू रिलिज गर्नुको कारण चाहिँ है एकचोटि जानुहोस् युट्युबमा गएर चाहिँ सट्ट सर्च बारमा चाहिँ बीबीसी लेख्नुहोस् टपमा आउँछ त्यो भिडियो 41 मिनट खोइ कति सेकेन्डको छ साथी हेर्नुहोस् अनि हेर्नुहोस् आफ्नो देश कहाँ जाँदैछ कसरी थियो र कसरी जाँदैछ भन्ने कुराहरू साथी